राइट क्लिक गरेर सेन्ड टु सर्टकटको अप्सन छैन हामीसँग फोल्डरमा त हुन्छ म फोल्डरको ट्राई गर्छु है पनि एउटा प्रोजेक्ट सिसिएन क्लिक गरेँ सेन्ड टु भन्ने चाहिँ के छ क्रिएट सर्टकट छ कि छैन सर्टकट गर्नु भनेको क्रिएट सर्टकट भन्दा डेस्कटपमा राख्यो यो अब सर्टकटलाई लगेर सर्टकट खोल्दाखेरि त्यही खोल्दैन फाइल हो त्यो सोर्स फाइल उडायो भने यो त कामै गर्दैन यो सर्टकटलाई कपी गरेर मैले अर्को ठाउँमा राखेँ मैले सी ड्राइभमा राख्दैन सर्टकट छ त्यही सर्टकट डबल क्लिक गरेँ त्यही खुलेन अब सोर्सको फाइल उडायो भने त गइहाल्यो नि भने होइन जस्ट लिङ्कको मात्रै काम गर्यो अब सर्टकटको केही यस्तो स्पेसलिस्टको साइज छ त हामीले कपी गरे हो त यो होइन नि 1 KB फाइल चाहिँ त्यो रियल फाइल कति समथिङ MB को छ होइन यस्तै हार्ड लिङ्क र कपीमा के फरक छ हार्ड लिङ्कले एज अ कपी नि भयो यो चाहिँ सफ्ट लिङ्क भयो जस्ट सर्टकट एक्ज्याक्टली लिङ्क मात्रै खालि त्यो हामीले फोल्डर चाहिँ खोल्नै पर्छ भन्ने छैन नि त डबल क्लिक गऱ्यो भने सिधै त्यो खुल्छ क्या डाइरेक्टली लिङ्क भयो हो कि होइन त्यो सफ्ट लिङ्क हार्ड लिङ्क भनेको एज अ कपी जस्तै काम भयो एज अ कपी भने जस्तो सोर्स उडाइदियो भने पनि काम गर्यो डेस्टिनेसनले झन् डुप्लिकेट कपी जस्तो होइन तर कपीमा जुन फ्रिडम छ यसमा छ त खालि लिङ्क मात्रै भइहाल्छ कपीमा त धेरै कुरा अप्सनहरू धेरै चल्छ धेरै कुराहरू ठिक छ कन्सेप्ट बुझ्यौ नि सफ्ट लिङ्कको एउटा त यहाँ के लेख्ने भने एलएन लेख्ने ए फाइललाई रुटभित्र बी भनेर बनाइदिएर होइन हार्ड लिङ्क भयो अब सफ्ट लिङ्क तल बी भनेर अथवा ए भनेर होइन एज अ कपी है एलएन हाइफन एस एफ अनि त्यही ए फाइललाई वाच वन अथवा कुनै डाइरेक्टली दियो पनि हुन्छ ठिक छ कुनै डाइरेक्टली दिएर गऱ्यो भने नाम दियो पनि हुन्छ A1 त्यही नाम दिए पनि हुन्छ त्यही नाम दिएर हेर्नुहोस् लिन्छ कि लिँदैन दिएर नै अर्को नाम दिन्छ ठिक छ अब हामी क्याटमा लागौँ यो कमान्ड लेख्नुहोस् यसलाई ट्राई गर्नुपर्छ धेरैचोटि ट्राई गर्नुहोस् आफैले एकपट्टि ग्राफिकल खोल्ने अर्कोपट्टि टर्मिनल खोल्ने अनि ट्राई गरिरहनुपर्छ ल क्याटमा जाउँ त अब क्याटले फाइललाई रिड मात्रै गर्छ नर्मल्ली हामीले त्यो बुझाएको थियो अब क्याटले फाइल बनाउने पनि सिक्छ क्रिएट अ टेक्स्ट फाइल ल अब म हेर्नु है यहाँ देखाउँछु नि कन्ट्रोल एल अथवा क्लियर गरे पनि हुन्छ लिनक्समा हेर्नु है यो ह्यास दिनुभयो भने नि जे टाइप गरे पनि एक्जिक्युट हुँदैन यसलाई कमेन्ट भन्छ यो एक्जिक्युट नै हुँदैन एस्केप हुन्छ जे टाइप गर्ने ठिक छ अनि सिस्कोमा यस्तो चल्छ फेरि यो एक्सक्लामेसन मार्क यहाँ त लिँदैन भनिहाल्छ नि होइन CLEAR ल क्लियर गऱ्यो भने क्लियर स्क्रिन भनेको CLS भन्छ नि डसमा क्लियर भने त्यो ल हेर्नु है अब क्याट गर्ने ग्रेटर देन गर्ने न्यू फाइल गर्ने ल
इन्टर गर्ने अब जे लेख्नु भयो इन्टर गर्ने जे लेख्नु भयो जति पेज लेख्नु भयो लास्टमा के गर्ने सेभ गर्नलाई कन्ट्रोल डी गरेर नि सेभ गरेर ठ्याक्कै एक्जिट हुन्छ भयो भएन ल फेरि गर्छु क्याट गर्ने फाइल नयाँ क्रिएट गर्नलाई हेर्ने सबैजना यता हेर्ने सबैले क्याट गर्ने स्पेस गर्ने ग्रेटर देन अनि नाम लेख्ने फाइल 3 भनेर ल txt एक्सटेन्सन नदिए पनि हुन्छ लिनक्समा त्यतिकै फाइल मात्रै लेखे पनि हुन्छ र खोल्न जान्नु पर्यो ओपन विथ गरेर खोल्नु पर्यो ओके हैन यति गरेँ मैले इन्टर गरेँ अब मलाई लेख्नलाई दियो पुरै पेज खोल्यो टर्मिनलमै त्यो फाइल त्यो नयाँ फाइलको फाइल क्रिएट पनि भयो त्यसको पेज पनि खोल्यो खुलेन अब लेख्ने ल भयो यसरी लेखेँ त मलाई अब त्यस पछाडि इन्टर जति गरे पनि भयो खुसी कन्ट्रोल डी गर्ने फाइलले त्यस्तै बनाएको छ सबै कुरा भन्ने खालको हैन भयो भएन सबै लेख्ने यहाँ अब कसरी यो फाइललाई पढ्ने त के छ एलएस गरेर हेर्नु पर्यो नि पहिले नम्बर छ कि छैन एलएस गर्ने आयो कि हैन फाइल 3 आयो अब के छ त्यहाँभित्र क्याट गर्ने विदाउट ग्रेटर देन गऱ्यो भने क्याटले रिड गर्ने काम गर्छ टेक्स्ट फाइललाई रिड गर्छ क्याटले जति पनि टेक्स्ट फाइल भनेको विन्डोमा नोटप्याडले खोल्ने फाइल हुन्छ त्यसलाई रिड गर्ने काम यता हेर्ने सबैले यति टाइप गर्ने यति त गर्न सकिहाल्यो त्यति गर्ने अनि जे टाइप गर्नु छ गर्ने अन्तिममा के गर्ने त कन्ट्रोल डी गर्ने ठ्याक्कै एक्जिट पनि हुन्छ सेभ पनि हुन्छ कुरा बुझ्यो अनि क्याट गरेर रिड गर्ने हेर्छु तल क्याट गर्दा के आयो नि सबै लेखेको कुरा आयो स्पेस पनि देखायो त ल इन्टर गरेको स्पेस पनि आयो सबै ठीक छ कालो टर्मिनल आउँछ नि ब्ल्याक अनि थाहा हुन्छ अनि होस आउँछ तिमीहरूलाई क्याटको के रहेछ कन्ट्रोल अल्ट F2 गर्ने सबैले अहिले अनि तिमीलाई थाहा हुन्छ लिने सबैले कन्ट्रोल अल्ट F2 त्यो भएन भने VMware-मा गएर के भनेछु मैले हिजो VMware को एडिट जाने त्यो कन्ट्रोल F2 काम गरेन भने भर्चुअल बक्स भने हैन है VMware को यो एडिटमा गएर प्रेफरेन्सेसमा जाने त्यो सर्टकटले काम गर्ने कन्ट्रोल अल्ट गर्ने बित्तिकै माउस बाहिर निक्लिन्छ अनि त्यो भित्र प्रेस नै हुँदैन एकबार अनि कोही बेला हुन्थ्यो कोही बेला हुँदैन थियो एडिटमा जाने प्रेफरेन्सेसमा जाने फेरि सबैले यहाँ हटकी भन्ने छ भनेको सर्टकट हटकीमा गएर यहाँ कन्ट्रोल र अल्ट थियो यतापट्टि अल्ट र विन लाग्नु बनाइदिनु अल्ट र विन थिच्दा मात्रै माउस बाहिर आउँछ अब कन्ट्रोल अल्ट F1 हाल्दा हामीलाई केही डिस्टर्ब गर्दैन त्यो सर्टकट यता VMware को सर्टकटसँग जुधेर नि कामै गर्दैन थियो के कन्ट्रोल अल्ट थिच्ने बित्तिकै बाहिर आउँथ्यो माउस अनि कसरी F1 थिचिन्छ त्यही भएर अस्ति नभएको धेरैजना ठीक छ अल्ट र विन यहाँ जे छिटो त्यही सेलेक्ट हुन्छ के फेरि चारवटा थिच्नेमा बनाउँदा पनि हुन्छ तर अलिक पेनफुल हुन्छ कम्तीमा एउटा हातले चाहिँ थिच्न सकोस् अर्को हातले यता चलाउन मिल्छ अल्ट र विन राखेँ मैले किन भन्दा त्यो अल्ट र विन सँगै छ क्या मेरो किबोर्डमा यसो थिच्दा भइहाल्छ नि त मलाई यसरी टाढा पनि बनाउनु परेन त्यो अल्ट र विन नजिकै छ त्यही भएर मैले कम्फर्ट बनाउनु यसरी सर्टकट पनि डिजाइन गर्न सकिन्छ है VMware भेट्नुभयो सबैले एडिटमा गएर प्रेफरेन्सेसमा जाने अनि हट की ठीक छ ल ओके गर्ने अब सबैले के गर्ने अब मैले हेर्नुहोस् सबैले जस्तो ब्ल्याक एक्सेन्ट बनायो भने त देखिँदैन है मेरो सानो सानो टेक्स्ट आउँछ हाई रिजोल्युसन भएर तपाईँले गर्ने कन्ट्रोल अल्ट F2 गर्ने ब्ल्याक स्क्रिन आउँछ रुटबाट लगइन गर्ने ल सबै अनि तिमीलाई थाहा हुन्छ क्याटको मतलब के हो भनेर ग्राफिकलमा त पुरै आदि ग्राफिकल आदि गरेछ नि हैन अब आयो त अब लाइन ल अनि हिजोको राम्ररी यो कालो स्क्रिन सबैको सबै आओस् अति राम्रो हुन्छ लगइन गर्ने है हो तिमीलाई ग्राफिकल दिएर तिम्रो एकदम फ्रिडम भएको हो के अब लाइन पाए नि तिम्रो हैन त्यो फुल स्क्रिन बनाउने सानो स्क्रिन बनाउने क्यान्सल मोड गर्छ रुटको लगइन गर्ने सबै अब रियल सर्भरको छ अब त्यही मैले दिएको गर्ने सानो स्क्रिन
भर्चुअल बक्सको चाहिँ छिटै हुन्छ इजिली हुन्छ होला बरु भेबलको भित्र गएर मिलाउनु पर्छ है ल अब आयो नि अब खास काम चाहिँ अब हुन्छ ल ब्ल्याकेसिङ वा ल सर स्पेसल ल म सिकाउँछु सबै सिकाउँछु अब चाहिँ खास भयो है रेड डटको सर्भर ल त्यहाँ चेन्ज गर विनमा गएर अब त्यही कन्ट्रोल अल F2 F3 F4 त्यो डट पेन राखेर प्रेस गर ल रुटबाट लगइन गर सबैले ट्र्याकमा आएको हो अब भयो तिम्रो हुँदैछ भर्चुअल बक्स हो यो त अब मैले राखेको होइन तपाईँले राखेको यो कहाँ देखिन्छ पासवर्ड टाइप भएको देखिँदैन है टाइप भएको देखिँदा ह्याक भइहाल्यो यतिवटा टाइप गऱ्यो भनेर देखाउनु भयो नि ह्याक हुन्छ डिक्सनरी फाइल एट्याक गरिहाल्छ नि त्यो रुट युजर नेम रुट हाल्ने पासवर्ड अस्ति सुरुको पासवर्ड अस्ति मैले बिर्सिनु त भनेको यो पासवर्ड कतिजनाले भनेको मान्यो होला होइन त्यो क्लास निकाल्दाखेरि कतिजनाले मैले बिर्सिनु पासवर्ड भनेको थिएँ नि कतिजना मैले भनेको मानेर बिर्सेको होला धेरै धेरै धन्यवाद टच गरेर जुन फाइल बनिन्छ त्यो ब्ल्याङ्क फाइल बनिन्छ टच गरेर फाइल बनायो भने 0 बाइटको फाइल बनिन्छ त्यति बेला एलएस हाइफन एलहरू गरेर हेर्यो होला सबैले क्याप गरेर बनाउनुको अर्थ चाहिँ त्यहाँभित्र केही टाइप गरिरहेछ समथिङ एउटा क्यापेसिटी त्यसको नियम त एपेन डबल ग्रेटर त्यही क्यापमा डबल ग्रेटर देन गर्नुहोस् त थपिन्छ टेक्स्टहरू सिङ्गल गर्नु भने उडाइदिएला फेरि डबल ग्रेटर देन गर्ने अस्ति हिस्ट्रीको पन्छी पाएको होइन हो एपेन गर्ने एउटा ग्रेटर देनले सुरुको फाइल बनाउन सक्नुहुन्छ केही टाइप गर्न सक्नुहुन्छ फेरि त्यही फाइलमा सिङ्गल ग्रेटर देन हाल्नु भने उडाइदिन्छ है फेरि अगाडिको डबल ग्रेटर देन गर्नु भने त्यहाँदेखि तल थप्दै जाने त्यो गर्ने ट्राई गर्ने गर्छ सबै
सिंगल क्याप्टनले फाइल बनाउँछ फेरि फाइलमा थप्नु पर्ने डबल